काठमाडौँबाट होइन। हजुर काठमाडौँ कुन ठाउँबाट? काठमाडौँ गोदावरी टोखा नगरपालिका। ओहो गोदावरी। अहिले तपाईँ यहाँसम्म आइपुग्नु भयो साइकलले लिएर हो? हजुर हजुर साइकलले। अहिले अगाडिको गन्तव्य के छ तपाईँको? कहाँसम्म? गाडीको गन्तव्य मेरो यहाँ लेखेको छ दार्जिलिङ सिक्किमसम्मको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, उहाँ चाहिँ साइकल यात्रा गर्दै हुनुहुन्छ। के भन्छ, नेपालदेखि भारतको सीमा दार्जिलिङसम्मको साइकल यात्रा, नेपाल टु इन्डिया सिक्किम दार्जिलिङ टुर बाई साइकल। उहाँको चाहिँ उहाँलाई चिन्नु होला र कतै भेट्नुहुन्छ भने यसो सकेसम्म तपाईँहरू सपोर्ट गर्नु होला। हजुर सबैलाई मेरो नमस्कार छ, जय नेपाल छ। सबैलाई हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूदेखि लिएर सबैलाई मेरो नमस्कार छ, जय नेपाल छ। अनि हाम्रो देशमा शान्ति होस्, राम्रो होस् भनेर मैले चाहिँ एउटा साहित्य कविताहरू लेख्दैछु। यो मेरो साइकल यात्रा सकेर हजुरको आशीर्वाद र अनि माथिबाटको आशीर्वाद हो। अनि मलाई सबैले अहिले माया गर्नुभएको छ, सहयोग गर्नुभएको छ सबैले। यसको लागि धेरै नै विद्यार्थी बाबुहरूले पनि सहयोग गर्नुभएको छ। सबैले सर मिसहरूदेखि लिएर सबैले गर्नुभएको छ। यसको लागि म अनि मलाई सबैले यो सपोर्ट गरिदिनु भएकोमा म धेरै धेरै हजुरहरूलाई धन्यवाद चढाएको छु। अब यो साहित्य पनि लेख्दैछु, कविताहरू पनि लेख्दैछु। यसमा पनि आशीर्वाद र अनि सहयोगहरू छ भन्ने कुराहरू चाहिँ धेरै नै मैले चाहिँ यो अनुभव लिएर चाहिँ अहिले हिँड्दैछु। अनि सबै हाम्रो देशदेखि लिएर देश विदेशमा हुनुभएका हाम्रा नेपाली दाजुभाइ जति पनि हुनुहुन्छ उहाँहरू सबैलाई मेरो चाहिँ नमस्कार छ। सबैलाई तपाईँहरूको माया पाएकोमा म धेरै नै एकदम खुसी छु। अहिलेसम्म मलाई सबैले सपोर्ट गरिरहनु भएको छ अनि त्यसको लागि धेरै धेरै म चाहिँ धन्यवाद चढाउँछु। अझै तपाईँ चाहिँ अहिले चाहिँ कहाँदेखि यात्रा गर्दै आउँदै हुनुहुन्छ? त्यहीबाट गोदावरीदेखि काठमाडौँबाटै? हजुर म चाहिँ अहिले चाहिँ इनोरवादेखि नै म चाहिँ अहिले यात्रा गर्दै आउँदैछु। त्यहाँदेखि नै अनि काठमाडौँदेखि नै अस्ति हिँडेको हजुरको अहिले म हिँडेको त्यस्तै 5-6 महिना जति भइसकेको छ। अनि अब यो मेरो फागुन अबसम्म म चाहिँ अब 2-3 महिना छ। 2-3 महिनादेखि चाहिँ म चाहिँ अब यो मेरो सकेर चाहिँ अनि फेरि म अर्को ठाउँमा पनि यात्रा गर्दैछु भन्ने चाहिँ। जस्तै तपाईँ यो अब अहिले कुन ठाउँमा जानुहुन्छ? तीर्थस्थलहरू पनि जानुहुन्छ कि बाटो मात्रै भन्नाले घुम्नु यसो बाटो मात्रै जानुहुन्छ? होइन, म बाटोमा मात्रै होइन, म अब बस्ने ठाउँहरूमा होटेलहरूमा कतैतिर अब होटेलहरूमा हो त्यस्तैमा चाहिँ अब बस्दैछु अहिले। कुनै अब धर्मशालामा पनि अब साथ दिनुहुन्छ उहाँहरूले होइन, बस्नु भन्नुहुन्छ त्यहाँ पनि म बस्छु। अनि सबैको सपोर्टिङ र